र बहिनी चाहिँ हिँड्दै थियौँ कि होइन, हामीले चाहिँ बाटोमा चाहिँ आइस्नाको सेनापतिलाई देख्छौँ भने सेनापतिको पोज चाहिँ अहिले यस्तो छ पुरै यस्तोवाला उसलाई चाहिँ लाइक हामीले धेरै माया गरेर होला है। अनि आइसमा चाहिँ यस्तो अनि आइसमा र म चाहिँ कुरा गर्दै गइरहेको थियौँ कि एउटा कुरा चाहिँ हो कि मभन्दा चाहिँ आइसमाको हाइट चाहिँ थोरै सानो छ क्या, अनि मलाई खुसी पनि त्यसमै नै लाग्छ। अनि त्यही भनेर जिस्काउँदै थियो कि यता टाफ कसो कि सोद्धा त तैँले मलाई धेरै हेपिस् त्यही भएर हामफल छु रे के, मैले त यति हाँस उठ्यो। हामफल छु भनेर चाहिँ उहाँ एक्टिङ गर्दै हुनुहुन्छ अनि गोलु मोलुलाई भेटियो। यो चाहिँ हामीलाई देखेर हेर्नु न पुरै मुनिबाट आइरहेको छ कति क्युटी क्युटी भनेर। यो कुकुरहरूले के किन कस्तो इनोसेन्ट फेस बनाउँछ कि हामीलाई कस्तो माया लाग्छ। अनि यसलाई चाहिँ हामीले बिस्कुट किनेर दियौँ अनि यसले मजाले नि खान्छ। मैले बुझेको अनुसार चाहिँ यिनीहरूलाई चाहिँ हामीले अब अहिले माया गरिरहेको छौँ अनि अहिले पिट्यौँ भने चाहिँ यो हाम्रो फेरि हाम्रै पछि लाग्छ कि, तर मान्छेमा चाहिँ यस्तो गुण हुँदैन। आइसमा चाहिँ आफ्नो वेट हेर्दैछ अनि तपाईँहरूलाई थाहा नै भयो होला हामी चाहिँ मेडिकल आएको थियौँ अनि यो आइसमाको वेट हो र मेरो वेट देखेर त म आफै हाँस्छु गाइस। अनि हामीले औषधि लिन आएको थियौँ स्पेसली हामी चाहिँ, अनि फर्कँदैछौँ। बाई बाई गाइस।